सो हेलो गाइस, तपाईहरुलाई मेरो च्यानल नेप्लान भ्लग्समा धेरै स्वागत छ। सो आजको भिडियोमा चाहिँ म तपाईहरुलाई नेदरल्यान्ड आइसकेपछि 10 वटा इम्पोर्टेन्ट कामहरु तपाईले के गर्नुपर्छ त्यसको बारेमा भन्न गइरहेको छु। सो भिडियो सुरु गरौँ है त। नम्बर 1 मा रहेको छ तपाईहरुले चाहिँ म्युनिसिपालिटीमा गएर आफ्नो रेजिस्टर गर्नुपर्ने हुन्छ। सो म्युनिसिपालिटीमा गएर चाहिँ तपाईहरुले म यो घरमा बस्छु भनेर रेजिस्टर गर्नु भइसकेपछि तपाईले बीएसएन नम्बर भन्ने पाउनुहुन्छ। त्यो चाहिँ तपाईको सोशल सेक्युरिटी नम्बर जस्तै हो। त्यो नम्बर चाहिँ एकदम इम्पोर्टेन्ट भएको कारणले फर्स्टमा आउने बित्तिकै तपाईले गर्नुपर्ने मोस्ट इम्पोर्टेन्ट काम भनेको म्युनिसिपालिटीमा गएर रेजिस्टर गर्ने हो। सो नम्बर 2 मा रहेको छ तपाईको अब रेजिस्टर भइसक्यो अनि तपाईको बीएसएन नम्बर आइसकेपछि चाहिँ यहाँको डच बैंकमा गएर आफ्नो अकाउन्ट खोल्ने अनि तपाईको आफ्नो अकाउन्ट भइसकेपछि चाहिँ ट्रान्ज्याक्सनहरु गर्नको लागि सबै काम गर्नको लागि अनि स्यालेरीहरु लिनको लागि एकदम सजिलो हुने भएकोले सेकेन्डमा रहेको छ तपाईले आफ्नो बैंक अकाउन्ट खोल्ने। सो नम्बर 3 मा रहेको छ हेल्थ इन्स्योरेन्स लिने। सो तपाईहरु चाहिँ नेपालबाट आउँदाखेरि स्टुडेन्ट इन्स्योरेन्स लिनु भएको हुन्छ। सो त्यो चाहिँ पछि तपाईले काम गर्दै गएपछि त्यो इन्स्योरेन्सले काम गर्दैन यहाँ। सो तपाईले यहाँ डचले जस्तै बेसिक हेल्थ इन्स्योरेन्स लिनुपर्ने हुन्छ जुन चाहिँ मन्थली अराउन्ड 130 देखि 150 पर्छ। त्यो इन्स्योरेन्स गर्नु भएन भने चाहिँ तपाईलाई पछि आएर यहाँ गभर्नमेन्टले फाइन पनि दिन सक्ने हुँदाखेरि चाहिँ काम सुरु गर्नु भइसकेपछि चाहिँ बेसिक हेल्थ इन्स्योरेन्स चाहिँ लिनु होला। त्यो चाहिँ एकदम इम्पोर्टेन्ट रहेको छ। सो नम्बर 4 मा रहेको छ तपाईले आफ्नो डिजिडी आइडी खोल्नु। त्यो चाहिँ एउटा तपाईको डिजिटल आइडी हो यो देशमा भएको। त्यो डिजिडी आइडी युज गरेर तपाईले गभर्नमेन्ट कामहरु हेल्थ इन्स्योरेन्सको लागि सबैको लागि त्यो आइडी चाहिने भएकोले त्यो खोल्नुपर्ने हुन्छ। अनि नम्बर 5 मा रहेको छ तपाईले आफ्नो ओभी चिप कार्ड लिने। सो यहाँ चाहिँ ओभी चिप कार्ड दुई प्रकारको हुन्छ, एउटा एनोनिमस अनि एउटा पर्सनल ओभी चिप कार्ड हुन्छ। एनोनिमसमा चाहिँ तपाईको फोटोहरु हुँदैन अनि पर्सनल ओभी चिप कार्डमा चाहिँ तपाईको फोटो, आइडी, डेट अफ बर्थहरु सबै हुन्छ। सो त्यो लिनु भएर अनि तपाईले पछि सब्स्क्रिप्सन किन्दा र युज गर्दाखेरि ट्रान्सपोर्टेसन अलि सस्तो हुन्छ अनि एकदम सजिलो पनि हुन्छ ट्रान्सपोर्टेसन युज गर्नको लागि। नम्बर 6 मा रहेको छ तपाईले यहाँको डच सिम कार्ड लिनु। अब यही बस्ने भएपछि तपाईले सिम कार्ड अवश्य लिनुपर्ने हुन्छ अनि सिम कार्डहरु भयो भने तपाईलाई सबै काम गर्नको लागि इन्टरनेट चलाउनको लागि कलहरु गर्नको लागि एकदम सजिलो हुने भएकोले सिम कार्ड चाहिँ लिनु होला। यहाँ डिफरेन्ट कम्पनीहरु छ, ओडिडो, भोडाफोन। सो नम्बर 7 मा रहेको छ तपाईको जीपी मा रेजिस्टर गर्नु। जीपी भनेको चाहिँ तपाई आफ्नो एउटा लोकल हाउस डाक्टर जस्तै हो। सो यहाँ चाहिँ तपाईले अब केही तपाई बिरामी पर्नु भयो, केही उपचार गराउनु पर्यो भने जताततै त्यसो गर्न मिल्दैन। तपाईले आफ्नो यहाँको गभर्नमेन्टले आफ्नै एउटा लोकल एरियामा यो हस्पिटल भनेर तोकिदिएको हुन्छ, त्यहाँ गएर आफ्नो बीएसएन नम्बरहरु आइसकेपछि रेजिस्टर गराउन जानु होला अनि पछि गएर तपाई केही बिरामी हुनुभयो भने तपाईले त्यहाँ उपचार गराउनको लागि एकदम सजिलो हुन्छ। त्यहाँ रेजिस्टर गर्नलाई चाहिँ तपाईको आइडी अनि त्यसपछि होम एड्रेस अनि त्यसपछि इन्स्योरेन्स चाहिने हुन्छ। सो त्यो चाहिँ मेन एकदम गराउन होला। इन केस तपाई बिरामी हुनुभयो भने फेरि तपाईलाई एकदम गाह्रो हुन्छ। सो नम्बर 8 मा चाहिँ रहेको छ तपाईले बेसिक डच ल्याङ्ग्वेज सिक्नु होला। अलिअलि डच ल्याङ्ग्वेज आयो भने तपाईहरुलाई काममा पनि यहाँको लोकलहरुसँग कुरा गर्न नि एकदम सजिलो हुन्छ। यहाँ चाहिँ जो तैले नि इंग्लिश त बोल्छ, यदि तपाईलाई डच ल्याङ्ग्वेज आउँदैन भने उनीहरुलाई रिक्वेस्ट गर्यो भने मलाई डच आउँदैन इंग्लिशमा बोल भन्दाखेरि उनीहरुले मजाले बोल्छ। यो नेदरल्यान्ड अनि युरोप भरिमै वान अफ द मोस्ट इंग्लिश स्पिकिङ कन्ट्री हो। त्यति गाह्रो पनि हुँदैन। त्यही पनि जुन देशमा बस्नुहुन्छ त्यही देशको भाषा आउँदाखेरि एकदमै राम्रो हुन्छ। सो नम्बर 9 मा रहेको छ अब यदि तपाईहरुले एम्स्टर्डम भित्रै घर पाउनु भयो भने चाहिँ साइकल लिँदा तपाईहरुलाई एकदम सजिलो हुन्छ। नेदरल्यान्ड चाहिँ युरोप भरिकै वान अफ द मोस्ट साइकल फ्रेन्डली कन्ट्री हो। यहाँ चाहिँ जताततै साइकल लेनहरु छ अनि कार अनि बाइकहरु भन्दा नि यहाँको मान्छेहरुले नि साइकल एकदम प्रिफर गर्ने भएकोले तपाईले नि साइकल लिनु होला, एकदम सजिलो हुन्छ। अब साइकल लिनु भयो भने एम्स्टर्डम भित्र नै तपाईहरु 10-15 मिनेटमा जुन पनि ठाउँमा सजिलै पुग्न सक्नुहुन्छ। त्यसले तपाईको सब्स्क्रिप्सन किन्नुपर्ने पैसा पनि बच्छ अनि सस्तो नि पर्छ अनि तपाईहरुले वेदर अनि भ्यूहरु पनि एकदम इन्जोय गरेर एक ठाउँबाट अर्को ठाउँमा जान सक्नुहुन्छ। सो अनि नम्बर 10 मा चाहिँ रहेको छ यहाँको वेदर। यहाँको वेदर चाहिँ एकदम अनप्रेडिक्टेबल छ। सो मोस्टली यहाँ जाडो महिना हुन्छ, पानी पर्ने सिजनहरु हुन्छ
पानीहरू चाहिँ एकदम पर्छ। सो नेपालबाट आउँदाखेरि रेनकोट ज्याकेटहरू, अलि जाडोको लागि बाक्लो ज्याकेटहरू चाहिँ ल्याउनु नबिर्सिनु होला। अनि समर चाहिँ धेरै टाइमको लागि हुँदैन, 1-2 महिनाको लागि मात्र हुन्छ। मोस्टली जाडो महिना हुने भएको कारणले चाहिँ त्यो वेदरको लागि एकदम प्रिपेयर भएर आउनु होला। अनि एकदमै सधैँ अलि जाडो हुने भएकोले वेदर पनि एकदम डिप्रेसिङ हुन्छ कहिलेकाहीँ। मैले आजको भिडियोमा मेन्सन गरेको कुराहरू चाहिँ मैले आफ्नो एक्सपिरियन्स अनुसार अनि मलाई लागेको कुरा अनुसार भनेको छु। सो यदि मैले केही कुराहरू छुटाएँ यो भिडियोमा भने प्लिज तल कमेन्टमा लेखिदिनु होला। अनि यदि तपाईँको कोही साथीहरू नेदरल्यान्ड आउँदैछ भने उहाँहरूलाई नि यो भिडियो सेयर गरिदिनु होला। सो थ्याङ्क यू सो मच फर वाचिङ गाइज। नेक्स्ट भिडियो चाहिँ तपाईँ के को बारेमा हेर्न चाहनुहुन्छ होला प्लिज कमेन्टमा लेखिदिनु। म अनि त्यो टपिकमा भिडियो बनाउने प्रयास गर्नेछु। सो थ्याङ्क यू सो मच फर वाचिङ गाइज। प्लिज लाइक, सेयर एन्ड सब्सक्राइब द च्यानल। थ्याङ्क यू, बाई बाई गाइज।